हैन तपाईको जिन्दगी तपाईले बनाउनु भयो हेर्नु त यो उसको जिन्दगी के हो उ सँगसँगै उसको दुईजना नानीहरु छ हैन सही गर्नुभयो तपाईले भाइ यसो नगर त्यसो हात लगायो भने हामी फेरि साथ दिनु न हामी त्यसो हुँदैन भाइ त्यो नगर न तिमी त्यसो गर्न तिमी यता बस ल रिना जी तपाई है रिना याखा हैन चिन्नुहुन्छ मलाई चिन्नुहुन्छ नि है चिन्यो भाइ को उहाँ त तिम्रो भाइ त्यसो चाहिँ नगर त्यसो नगर त्यसो नगर न यार त्यो हुँदैन खै बोलाउनु न फ्यामिली पनि बुवा हैन वाइफ त हुनुहुन्छ होला नि बोलाउनु न मलाई निस्किनु आउनु अनि गफ गरौँ न तपाईँ निस्किनु उहाँलाई पनि बोलाउनु कसो गरौँला त्यो भाइलाई बोलाउँदा हुन्छ अलिक छिटो गर्नुस् न ल टाइम छैन बोलाउनु ल चिन्नुहुन्छ उयो भाइलाई चिन्नुहुन्छ नि भाइ चिन्यौ होइन ठिकै छ त ऊ बोलाउनु त उहाँलाई पनि रिना होइन उहाँको नाम रिनाजीलाई पनि बोलाउनुहोस् न चिन्जान छ है तपाईको चिन्जान छ कता कता चिन्नु भएको कि चिन्नु भएको फोटोमा देख्नु त्यो रिनाजीलाई बोलाउनुहोस् न अनि गफसफ गरौँला अनि छुटौँ बिहे गर्नु भएको कति भयो विदेश गएको थियो हिजो अस्ति भर्खर आएको त्यो त विदेश पठाउनु भएको रहेछ तपाईँले नै होइन कति भयो यहाँ आउनु भएको चाहिँ विदेशबाट भयो होला कति एक हप्ता चाहिँ भयो एक हप्ता कि एक हप्ता कि एक महिना होइन माथि घर जानु भएको थियो अनि फेरि घरबाट चाहिँ यहाँ आएको त्यस्तो चाहिँ हो कहाँ माथि ऊ त माथि घर भने चाहिँ तपाईँको त नि घर छ होइन उता निनीहरूकोमा गएको थियो ए निनीकोमा घर आएको अनि तपाईँ ससुराली जानु भएन किन नजानु भयो बहिनीले छिटो बोलाउनु ए रिनाजी तपाईँ है रिना याखा होइन चिन्नुहुन्छ मलाई चिन्नुहुन्छ नि है चिन्यो भाइ को उहाँ त तिम्रो भाइ त्यसो चाहिँ नगर त्यसो नगर न यार त्यो हुँदैन बस्नु पऱ्यो बसेर कुराकानी गरौँ यस्तो बवाल चाहिँ नगर भाइ त्यो बवाल गर्ने होइन बस्नु त बस्नु तपाईँहरू बहिनी पनि बस्नु सँगै बस्नु बस्नु त त्यहाँनिर हामी सोध्छौँ बस्नु त ल त्यहाँसँगै बस्नु बहिनीले आफ्नो श्रीमान यता राख्छ होइन अनि किन सोध्नु 2 महिना भयो नबोलेको अनि बिहे दर्ता बिहे गरेको सबै कागजपत्र रहेछ त अनि कसरी चाहिँ अनि छोड्नु उनले मलाई माइतमा छोडेर उनले मलाई 1 रुपैयाँ खाता पैसा नदिएको अनि नदिकन गएको के भयो भने हाम्रो झगडा भयो हो झगडा भयो त्यहाँबाट ऊ के भन्दा भने बोजूले जाई बस खाना खाएर जा भन्दा हैन भाउजूले माथि यो पकाएर खान्छ पकाएको छ आउनु खान्छौँ भन्यो
हाम्रो पहिलेबाटै अगाडिबाटै झगडा भइरहेको थियो भन्दा पनि हाम्रो विदेशबाटै हो हाम्रो झगडा भइरहेको थियो म भन्छु झगडा भइरहेको थियो के कुरामा चाहिँ मिलेन तपाईँको केही कुरा अब त्यो घरेपछि त झगडा भइहाल्छ नि यो कुरा त्यो कुरा भइरहन्थ्यो हाम्रो पैसाको बारेमा के अब दिन्थ्यो त्यसमा झगडा भइरहन्थ्यो त्यही कुरामा झगडा भइरहन्थ्यो अनि तपाईँले घरै छोडेर हिँड्नुपर्ने बाध्यता चाहिँ के आइरह्यो अब दिमाग निक्रेपछि त्यही त हो नि घर छोडिहाल्यो अब छोरी मान्छे गल्ती भइहाल्छ अब के भन्नु अब अलिक क्लोज आउँथ्यो तपाईँ छोड्ने बाध्य छ अब यसरी बालबच्चा पनि त छ होला नि त होइन आज यो भाइलाई छोडेर हिँड्नुभयो भोलि यता भाइलाई छोडेर हिँड्नुहुन्छ होला अनि यसले के भन्छ आज उहाँ भाइलाई छोडेर हिँड्नुभयो पहिलो श्रीमानलाई अब अर्को दोस्रो श्रीमान यहाँ भेटाउनु यहाँ राख्नुभएको छ भोलि गएर दोस्रो श्रीमानलाई पनि छोडेर जानुहुन्छ होला त्यसरी तपाईँले के नाम दिनु तपाईँलाई अनि यसरी जीवन चल्छ बहिनी श्रीमानको पनि त एउटा श्रीमतीलाई माया दिनु पर्यो के दिएन तपाईँलाई ठ्याक्कै तपाईँले भन्नु त के भन्नु उसले होइन उसको विदेशको पैसाले मात्र हुन्छ भन्नु त उसको विदेशको पैसाले मात्र हुन्छ कहाँ हिँड्दा पनि साथीभाइसँग हिँड्नु पर्ने है के कुराहरू भन्दा पनि किन जान्छ के गर्नु जान्छ तेरो के काम छ त्यस्तो पनि हो काम नपरि त त्यो त जिम्मेवारीमा मात्र सोध्नु त पाइन्छ नि त तपाईँले पनि सोध्नुहुन्छ होइन किन पाइँदैन अनि म गेर्छु कटिङ सिक्छु न पार्लर सिक्छु न किन सिक्ने व्यवहार चलाउने चाहिँ मै हो उसलाई विदेश पठाउँदै भने मै हो तपाईँले परिवार धान्नु पर्यो कति पठाइदिनु हुन्थ्यो महिनामा खर्च महिनामा होइन 3 महिनामा ऋण थियो कति पठाइदिनु हुन्थ्यो 10,000 कहिले 15,000 ऋण तिर्थेँ म 10,000 एकचोटि मात्रै पठाएको छ तँलाई मसँग सबै कागज छ ल निकाल न त ऋण मात्र मलाई मात्र खर्च पठाइदिएको चिन्नुहोस् नि खर्च त तँलाई महिना पछि पठाएको छु नि त 1.5 महिना भयो 1-2 महिना पछाडि पठाउँछु भन्दा पनि तँलाई त मैले जाऊ तपाईँ अगाडि तँलाई म 2 महिना पछाडि पठाउँछु भन्दा धेरै पठाइदिएको छु नि विदेशमै फोन गर्दिस् नि अहिलेबाट सुनेको होइनस् तैँले सुन्न त सुनेको हो कि तर तिमीहरू त विदेश गथिस् त मैले कसरी आउने विदेशमै लाउँथिस् त म आउँथेँ नि त यता सररलाई त मैले पहिल्यै कन्ट्याक्ट गरेको थुप्रो भयो यहाँ सरर मार्फतै यहाँ तँलाई भेटाएको अहिले त्यही पैसा कति खाएको छ त्यही बिल देखाउ हो ठिक छ तिरौँला विदेश तिरौँला तेरो पैसा के ठुलो कुरो विदेश तिरौँला भन्ने त हुँदैन त यहाँ त मेरो जिन्दगी त बर्बाद बन्यो अब भाइले पनि त होइन अब भाइले जस्तै अर्काको श्रीमती उठाएपछि त तिर्नुपर्छ भने त होला नि त जारी होइन अब जारी तिर्नुपर्छ भनेपछि अब भाइको त सिधी सम्पत्ति बहिनीको नाममा रहेछ होइन अब त्यति मात्रै नभएर अब तपाईँले पनि अर्काको श्रीमती ल्याइसकेपछि तपाईँले पनि केही जिम्मेवारी चाहिँ भार पर्छ होइन अब भाइले अहिले भर्खरै मुद्दा हाल्यो भने तपाईँहरू जेल जानुहुन्छ 2 जना 7 वर्ष 7 वर्ष तपाईँहरूको जेल जीवन बिताउनुपर्छ 2 जना त्यसमा पनि तपाईँले सँगै बस्नु पाउनु बस्नुपर्छ होइन अब त्यसरी तपाईँहरू अगाडि जानुहुन्छ कि अब भाइको पैसा श्री सम्पत्ति कति छ बहिनीको नाममा होइन त्यस पछाडि भाइले कति चाहिँ अब जारी उठाउँछ त्यो त तपाईँले दिनुपर्ने हुन्छ होइन त्यसमा के छ तपाईँको अब नियम कानुनले पर्यो कस्तो लागिरहेछ आज यस्तो विवाह गर्नुभयो विवाह पनि यो खालको गर्नुभयो कि तपाईँले आज मिडिया अगाडि आउनुपर्ने तपाईँहरूलाई खोज्नुपर्ने होइन तपाईँको जिन्दगी तपाईँले बनाउनु भयो हेर्नु त यो उसको जिन्दगी के भयो ऊ सँगसँगै उसको 2 जना नानीहरू छ होइन सही गर्नुभयो तपाईँले ए भाइ यसो नगर हात लगायो भने हामी फेरि साथ दिँदैन हामी त्यसो हुँदैन भाइ नगर न तिमीले त्यसो गर्न फेरि यता बस्छ त तिमीले त्यसरी त्यस्तो गऱ्यो भने फेरि काम हुँदैन नि त्यसो नगर त हामीले पुलिस प्रशासन सबै बोलाएको छौँ अब तपाईँहरूलाई हामी के भन्छौँ भने गल्ती गर्नु भएको छ गरेकै हो नि गल्ती रिना बहिनी गल्ती गरे हो नि 2टा नानीको भविष्य के भयो भन्नु त के छ कस्तो छ नानी बुझाछ सहिले के कस्तो अवस्थामा छ बुझाछ तैँले राखेर मात्रै हुन्छ त्यहाँ नानी म लान्छु भन्दा लान दिस् तैँले नानी अस्ति त बाजे बिरामी प्रेसरले हानेर भनेर झरेको थिएछ अरे त अस्ति म घर पनि गएको थिएँ तँलाई लिनु भनेर बाजे बिमारी हुनुहुन्छ अरे तपाईँको भन्थ्यो अरे कहाँ बाङ्गेको छ बाङ्गेको रह नि यहाँ होइन यही होइन बाङ्गेको बाजेको मुख
गोरा आएकै हो अनि पहिलेबाटै थाहा थियो त्यो योसँग म बिहे गरेको भनेर थाहा थियो नि त मलाई सबै थाहा थियो त तैँले त मैले बिहे नै गरेको छुइनँ भन्थिस् नि त कहिले बिहे नै गरेको छैन तैँले किन भन्थिस् पहिले पनि तँलाई मैले एकचोटि मैले तँ यसरी नै हिँडेको थिइस् तर मैले वहाँनिर गाउँ ओडामा तँलाई मैले मिलेर बसौँ नानीहरूको भविष्य नबिगारौँ भन्दाखेरि तैँले हुन्छ मिलेर बस्छु भने 15 दिन पछाडि तँ यसैलाई फोन गर्ने होइन सिम लुकाएर यसैलाई फोन गरेको थिइस् हो नि यसैलाई हो यसैलाई फोन गरेको थियो लभ म्यारिज होइन तपाईँहरूको पनि पहिला बहिनी लभ म्यारेज हो उहाँसँग फेरि पछि लभ पर्यो उसँग लभ गरेको कसरी लभ पर्यो तपाईँको दुईटा नानीको आँखमा छ श्रीमान हुनुहुन्छ अनि कसरी तपाईँको लभ पर्यो फेरि पनि दिमागले के लभ तपाईँको नाममा कति छ प्रपर्टी उहाँको त्यही मैले चलाएको सिधा भन्न घडेरी के छ ल भाइ भन्नु त तिम्रो यता अगाडि हात पास नगर्नु मैले चलाएको त 2 लाख मात्र हो नि तैँले 2 लाख मात्रै चलाछस् 2 लाख होइन नि 50 मैले फिर्ता गरेको नि 1.5 लाख मात्र छ कता फिर्ता गरिस् या के गरिस् त्यो तैँले राखेको मैले मान्छे पनि खोजेको तैँले कहाँ राखेछस् मान्छे मैले पाएन त्यो त मलाई जग्गा चाहियो नि तैँले राखेको नि मलाई त्यो अरू मलाई केही थाहा छैन मलाई जग्गा चाहिन्छ कहाँ छ के छ मलाई अहिलेसम्म थाहा छैन म खोज्दा पनि त्यो मान्छे भेटिनँ कसकोमा राखेछस् के गरेछस् मलाई थाहा छैन जग्गा चाहिँ किनेको छु भनेको छ जग्गा किनेको होइन सर किनेर यसले व्यक्ति मान्छेकोमा राखेको छ होइन अब त्यो मान्छे मैले भेट्न सकिनँ क्या मैले खोजे पनि धेरै खोजेँ तर मैले भेटिनँ को हो कसकोमा राखेको छ थाहा भएन सर मैले खोजे धेरै खोजी पनि गरेँ कन्ट्याक्ट आइनस् त तँलाई त मैले कति कन्ट्याक्ट गर्न खोजेको फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउँदा नि तैँले ब्लक गर्थिस् गर्दैनस् अहिलेसम्म हेर यहाँ टिकटक समेत बन्द छ मसँग त्यो त मैले टिकटक चलाएको हुन्छ चलाउँदैन अब के छ इच्छा बहिनी तपाईँको के छ इच्छा तपाईँको के इच्छा हो अब हामी नबोलेको हामी 2 वर्ष हुन्छ उहाँसँग नबोलेको उहाँले के गल्ती गर्नु भएर बोल्नु भएन त्यो खर्च पनि दिएकै रहेछ म त खर्च कति खर्च छ लु निकाल्न त भयो त कति खर्च श्रीमतीलाई दिएको खर्च दिएको चाहिँ नि घरमा बिल काटेर कसैले राख्दैन क्या बहिनी परिवारलाई खर्च गरेको तिमीलाई जुत्ता किनिदियो भन्न चाहिँ यति बिल भयो भन्दै कसै व्यक्तिलाई गर्दैछ त्यसो गर्दैन होइन त्यो बिल राखेर कसैले बस्दैन लेखेर राख्दैन किन परिवार भनेको आफू जस्तो सोचेको हुन्छ मान्छेले अहिले मोहन भाइ कति खर्च गर्नु उहाँलाई बिल छ उहाँसँग पनि छैन त बिल अनि पैसा ल 3 जना राखौँ होइन भाइ एकदम हातपात चाहिँ नगर्ने ल त्यसो गर्नु भयो भने फेरि राम्रो हुँदैन उहाँ चाहिँ हराइराख्नु भएको थियो र यतिखेर चाहिँ उहाँ पराई पुरुषसँग उहाँकै घरमा भेटिएको छ र हामीले उहाँहरूसँग पहिलेको श्रीमान किन छोड्नुभयो यो यावत कुराहरू उहाँहरूबाटै हामी सुनेछौँ सर्वप्रथम त नमस्कार बहिनी नमस्कार उहाँ चिन्नुहुन्छ तपाईँको शुभ नाम रिना याखा भुजेल रिना याखा भुजेल उहाँ चाहिँ को हो तपाईँको श्रीमान कति नम्बरको श्रीमान त्यसो हुनु पाइन्छ होला नि 1 नम्बरको 1 नम्बरको उहाँ 2 नम्बरको भनौँ उहाँ 2 नम्बरको गजब छ बा तपाईँको शुभ नाम मेरो मोहन विश्वकर्मा मोहन विश्वकर्मा तपाईँ उहाँको श्रीमान 2 नम्बरमा पर्नुभयो हजुर तपाईँको चाहिँ कति नम्बरको श्रीमती हो मेरो पनि 2 नम्बरको गजब छ ताली हिर्काउनुहोस् दर्शक एकचोटि अनि तपाईँले दोस्रो बिहे गर्नुपर्ने अवस्था किन आयो अर्काको श्रीमती नै उडाउनु पर्ने के भयो अरू पनि त पाइन्थ्यो होला उहाँ पनि त बालबच्चा छ अब यस्तो भयो उहाँ फोनमा हामी बोलिराख्थ्यौँ बोलिराख्दाखेरि अब त्यस्तै अब माया प्रेम बस्यो बसिसकेपछि अब एकअर्कामा छुट्नु सकिन बिहे गऱ्यौँ त्यसरी बिहे गर्नुभयो 2 नम्बर पर्नुभयो तपाईँ रिना बहिनी म बहिनी भनेर सम्बोधन गरेँ छोराछोरी थियो कि थिएन घरमा छ माया लाग्छ लाग्दैन लाग्छ त्यो आफ्नो छोराछोरी माया लाग्दैन लागिहाल्छ नि त्यो पनि माइत हुर्काएको माइतमै हुर्काइ बढाइ गरेको अहिले पनि माइतमै छ अनि त्यो छोराछोरीको माया लाग्दाखेरि आज परै अछ्यानमा देखियो त अनि आज भेटियो पनि भेट्नु भयो देखेको पनि योभन्दा 2 वर्ष 3 वर्ष सबले देखिसकेको पनि हो अनि मैले यसरी गरेँ अब तिम्रो बाटो लाग भनेर आफ्नो जेठो श्रीमानले किन भन्नु अब त्यो त मलाई थाहा भएन उहाँ हुँदाखेरि फोन गर्नुभएको थियो म आउँछु भन्नुभएको थियो त्यही पनि आउनु भएन मैले बाटो हेरेँ यहाँ आउँदै अनि मेरो यहाँ सम्म थियो सम्म
सम्मको लागि म आएको। सम्मको लागि आउनुभएको तर होइन सम्मै थियो 15 गतेको हो। अनि भन्नु त्यहाँदेखि ठुलै थियो अनि अब मेरो छुट्टीमा आएको हो। अब 1 महिना मात्र छ फर्किनलाई, त्यति नै के भन्नु। अब बुद्धि बिग्रिहाल्यो। हामी पहिल्यैबाट अब बोलेकै हो। विदेश होइन बोलेन होला, खै के भयो बोलेन उसँग पनि। अब त्यही त हो नि। अब उहाँसँग बिहे गर्दै गर्दाखेरि प्रेम गरेर बिहे गर्नुभएको कि पहिलो देख्नु? बच्चामै बिहे गरेँ। बच्चामै चिन्जान थियो? 15 कि 16 बिहे गरेँ। चिन्जान थियो मजाले? चिन्जान मजाले थियो। लभ गरेरै बिहे गरेको? खै लभ गरेर गरिएको, मन परेर गरेको। बाबा मम्मीले माग्न आउनुभएको थियो कि आफै जानुभयो? आफै जानुभयो। राति त लगेको। राति भयो? बिहे गर्नुहुन्छ भने थाहा थियो कि थिएन? अब बिहे गर्नुहुन्छ होला, अब त्यही भनेर त गयो नि। रूप रङ कस्तो देख्नुभयो ऊ भाइको? राम्रै देखियो भन्दा पनि। अब अहिले कस्तो देखिन्छ एकचोटि हेरेर भन्नु? राम्रै छ। तर उमा केमा कमी थियो? ऊ त्यति धेरै नबोल्ने। अनि बहिनीले चाहिँ धेरै बोल्ने चाहिएको? धेरै नि। अब जस्तै भयो भने एउटा श्रीमान भएपछि अलिकति केमा कमी भयो भन्नु पर्यो। भन्नु न। आज हामी दुई पक्षको कुरा राख्छौँ, किनभने भाइले हिजोस्ति पनि हामीले गुनासो राख्नुभएको छ, मेरो श्रीमती त्यसरी हराउनु भयो, मैले यति धेरै माया गरेको हो। पटक खोजी बस्नु हुन्थ्यो। उहाँ तपाईँकै लागि खोजिरहेको छ। ढङ्गुटाको बोधेबाट खोज्दै आज यो ठाउँमा आइपुगेको छ। भन्नु आज के कुमा कमी उहाँबाट खट पाउनुभयो र छोड्नु बाध्य पर्नु? माया गरेर मात्र हुँदैन नि। यो थोक गर्छु न, फल्नु थोक गर्छु न भन्दा हामीलाई पनि लाउन खान मन लाग्छ। श्रीमानकै पैसाले मात्रै पुग्दैन नि हामीलाई पनि। के गर्नु चाहनुहुन्छ? अब त्यही हो, पहिले पनि विदेश नजानु भन्दाखेरि नै जबरजस्ती गरेर गएको हो मैले, बाजेको ऋण काटिदिएर। अनि अब त्यो पनि नबोली म्यासेज गर्दै पासपोर्ट दिनु भनेर दिएकै हो, ऊ गएकै हो। त्यहाँबाट अब विदेश गयो। विदेश हुँदा पनि झगडा हुने, अब के हुने, त्यस्तै त हो नि। झगडा हुने, अब पैसा माइतमा चाहिँ त्यति खर्च नलाग्ने। त्यही अब नानीहरू बिमारी भइरहेको थियो, अनि ऋण काट्थेँ, अनि उसले पठाउँथ्यो, मैले तिर्थेँ, त्यस्तै। नबोली गए पनि ऋण चाहिँ तिर्नु भयो? तिर्नु त भयो। तर खास तपाईँले श्रीमान माया मात्रै गरेर पुग्दैन नि भन्नुको अर्थ चाहिँ के हो? चाहिएको के भन्नु न? के चाहिएको? अनि अब उसले नै पठाएको मात्र मैले सबै पुऱ्याउनु त सक्दिनँ नि त। म पनि काम गर्थेँ, म पनि केही सिपहरू सिक्थेँ, काम दिन्थ्यो। के सिक्नु भयो? केही न के सिक्नु? गोठा दाउरा घाँस त्यति नै। न पढाइ भयो, सानै उमेरको लगो, न पढायो न के गरो, त्यही त घाँस दाउरा त्यति नै। कति पढ्नु भयो? मैले कति पढ्न, 8 त पढेँ नि। अनि 8 पढेर फेरि पनि पढ्नु पाउँछु नि? खोइ त नि। चाहना गर्नु भएन होला? पढ्छु भनेमा त म पढाइहाल्थेँ नि। पढ्छु भने त मसँग जानुभन्दा अगाडि नै छोडेको हो कि न तैँले स्कुल? हो छोडेको। 4-5 महिना अगाडि नै स्कुल छोडेको थियो मसँग। अब त्यो भन्नै पर्यो नि, छोडेको थियो भन्नु। पढ्छु भनेर मलाई एकचोटि भनिस्? त्यो भन्दा अगाडि कहिले कर गरेर बोलौँ भन्ने। यहाँ कुरा एउटा आउँछ फेरि, बिहे गरेको कति वर्षमा नानी जन्म्यो? बिहे गरेको हामीले 71 सालमा हो, 73 मा नानी भएको। 1 वर्ष ग्यापमा बच्चा जन्म्यो। 1.5 वर्ष भनौँ न। अब 71 मै गरेको, 71 सालमा गरेको। अब 73 को असोजमा नानी भएको। अब तपाईँको श्रीमानले काम नगर्नु, राम्रोसँग बस्नु, म कमाउँछु भन्दै तपाईँले त्यति माया गर्दा पनि अब अझै माया गरेर मात्रै पुग्छ र भन्नु क्वेसन गरिराख्नु। भन्नु न, त्यसको राय चाहिँ के हो? सबै थोक मायाले मात्रै पुग्ने त होइन नि त। अन्त भनिहालेँ त, मलाई कटिङ सिक्छु भन्न नदिने, यो गर्छु न भन्न नदिने, पार्लर सिक्छु। म त भर्खर केटी हो नि त, मैले नि त सिक्न पाउँछु नि त, मैले पनि केही गर्नु पाउँछु नि त।
केही गर्न नदिने अनि माया गरेर अनि श्रीमानले पुग्दै दियो भने त पुगिहाल्थ्यो त अनि धेरै नबोल्ने अब धेरै नबोल्ने मान्छेको हामी बुझ्दैन केही कुराहरू धेरै बोल्ने मान्छेको त बुझिहाल्यो नि सर अब धेरै बोल्ने मान्छेको त यस्तो हुँदो रहेछ बुझ्यो त आज आफूले कस्तो लाग्छ जीवन मलाई अब के लाग्छ अब विदेश गएर आए सुनिहालेको ठिकै लाग्छ गल्ती लाग्दैन भनेको के गल्ती गरे अब ऊ विदेश मसँग सल्लाह नगरी गएको मान्छे यो फेरि चोटि पनि मलाई 1 रुपैयाँ पैसा नदि गएको मान्छे अनि के खाए के बस्यो होला माइतमा सबै त सबले पुऱ्याइदिन्छ मलाई कसले दियो पैसा सबै मैले गएको रे उहाँ गएपछि मैले सबै ऋण तिरेको उहाँले हेर्नु भएन उहाँले पैसा त पठाउनु भएन भाइले पैसा पठाउनु म यस्तो भएको सर यो पहिले पनि हिँडेको थियो नि त त्यो कारणले म आएँ छुट्टीमा यसले मलाई डिभोर्स मागेको थियो डिभोर्स दियो अहिले आइज भोलि आइज यता तेरो अथवा तेरो बाउलाई पठा भने त्यो भएपछि म उहाँबाट इमर्जेन्सी लेटर हालेर म घर आएपछि यसलाई खोजी गरेँ यो विराटनगर कता छु इटरी कता छु भने त्यो भएपछि ल ठिक छ भोलि आउँछु भनेपछि हामीले पर्ख्यौँ उहाँ वेट गऱ्यौँ होइन वेट गरेपछि आयो पनि उहीँ गाउँपालिकामा भेट भयो अनि कुरा सुरा भयो त्यहाँदेखि किन यसो गर्छस् अब नानी त त्यतिखेर छोरा भनेको 3 वर्ष भर्खर लागेको थियो होइन सानै थियो बाबु दुध खाने बालखा थियो अनि उसले त डिभोर्स गर्छु म तसँग बस्दिनँ भनेको थियो र पनि मैले नानीहरूको लागि होइन म पनि मेरो आमा पनि छैन होइन मलाई सानै उमेरदेखि छोडेको मेरो आमाले अनि आफ्नो आमा नभएको कस्तो हुन्छ होइन म त्यो राम्रोसँग बुझ्छु सर त्यही कारणले मैले आफ्नो आमा भए जस्तो हुँदैन भनेर उसलाई मैले सम्झाएर ओडामा लगेर एउटा सानो उयो गरेर कागज गरेर मिलेर हामी बस्छौँ होइन ऊ पनि ठिक छ म बस्छु मेरो बुद्धिले जहाँसम्म भ्यायो त्यस्तै भयो अब म त्यसो गर्दिनँ नानीहरूको भविष्य नबिगारौँ भनेर उसले पनि भन्यो त्यो कारणले मिल्यो हामी होइन मिलेपछि त्यस्तै 15-16 दिन त्यस्तै भएको थियो होला यो त्यति बेला मकै भाँच्ने सिजन थियो होइन त्यो टाइममा ऊ खेताला गएको थियो ससुराली नै गएको थियो अनि म त्यहीँ ससुरालीमै थिएँ अब ऊ खेताला गरेर आएर अब बिहान खेताला गएको मान्छे अब रेस्ट गर्छ होला आएपछि त भन्यो नि त खाटमा अलिकति अब सुतिरहेको थियो अनि सुतेपछि भरे अब घरकै मकै भाँच्न जानको लागि उठेर गयो